हेलो वेलकम बैक टू माई च्यानल। दिस इज मी विशाल, मेरो साथी सबिन होइन। आज हामी क्यारे पार्कको नाम अलमजाज पार्कमा आएका छौँ होइन। शारजा अलमजाज पार्क। यहाँ पछाडिको नजारा पनि तपाईँ देख्न सक्नुहुन्छ होइन। बेल रातिको 12 बजे छ तर सिन हेर्नु सुनसान। ओहो हेर्नुहोस् यहाँ पानी होइन, दामी छ नि त होइन। नजारा भ्यू चाहिँ छ कि नै। के भन्छ अरे बेलुकाको उसलाई नाइट वाकिङ होइन। यसो पारेर यहाँ हामी दुईजना पानी हेर्नुहोस् कस्तो छ त नजारा। उहाँ छेउसम्म पुगेर है सबिन को बोले जस्तो लाग्छ त मलाई त पछाडिबाट। कस्तो पसिना आएको त मजा। रातिको 12 बजे धेरै हिँडेर हो क्या सबिन। केही हुँदैन, सब सही हुन्छ। म ठ्याक्क के भन्छ 3 मिनटको बनाउँछु। 3 मिनटको भिडियो त आउँछ नि होइन। यसलाई एडिट पनि गर्नु पर्दैन कि। तिम्रो क्यामेरा एकदम क्लियर छ नि त, दामी छ नि त। अनि त्यही भएर कुन भनिदेऊ न एकचोटि यता ओ त्यहाँ पनि हेर्न सक्नुहुन्छ। नजारा देखाउँछु मैले, सब नजारा खतरनाक होइन। अनि अब हामी समुद्रको तर्फ गइरहेछौँ होइन। चिसो चिसो हावा खान बेलुकाको 12 बजी। मलाई देखाइरहेको कसले? त्यो त्यहाँ रहेछ होइन। त्यो पुल त्यो झोलुङ्गे पुल के रोटेपिङ। एकचोटि त्यहाँ रोटेपिङ हेर्न पनि जानु छ साथी। कल जानु देखाउँछ गर त, मलाई आउँदैन नि फेरि। कहाँ छ रोटेपिङ चाहिँ कहाँ छ? उहाँ यो त्यो रेकर्ड गरेँ नि त मैले। फेरि काहीँले मेरो भिडियो बनाएँ भन्ने फेरि डरै पो लाग्छ त मलाई त। यतातिर जाउँ भयो देखा भनेर कहीँ फेरि खाली झ्याउ हुन्छ क्या। तिनजना अरू पनि छन् के थाहा अब त। ढुङ्गा पनि रहेछ त अन्त त्यहाँ। तिमीलाई थाहा छ त्यो गुबैबा छ नि, अलगुबैबा त्यहाँ जान्छौ नि। त्यहाँ यस्तो ढुङ्गा एकछिन यताबाट हिँड्नु उहाँसम्म एकछिन। यतिमै थाक्यो अरे। पर्सि फुटबल खेल्नु पर्दैन त्यो त मेरो चल्दो पनि रहेछ। त्यहाँ कति रुपियाँ लिन्छ त्यहाँ चढाएको? त्यहाँ चलिरहेछ त्यो साइकल। त्यो त ऊ त्यहाँ हेर नि त्यो सानो चल्दा त एउटा त्यो त ऊ हो नि त। त्यसको कति त्यो हेरेर समुद्र। यहाँ त अब के अरे यहाँ त अँध्यारो खै केही पनि देखिँदैन होइन। लाइट पनि नराखेर रहेछ फेरि। एकछिन यता उभिएर यताको सिन देखाउँ होइन। यो हेर्नु समुद्रको छेउ होइन। शारजा अलमजाज पार्क कस्तो छ त भ्यू? गिभ मी सम फिडब्याक गाइज होइन। ल ठ्याक्क 4 मिनटको बनाउने हो कि। धेरै हिँडेर होला, पसिना भयो त म त। अन्त अब थोरै हिँडौँ। बर्गर खा छैन होइन। अलब्याक नै बर्गर अलब्याकको खाएन कस्तो मिठो हुन्छ नि यहाँको बर्गर है। ल सिन हेर्न सक्नुहुन्छ। मान्छेहरूको भिड पनि अब 8 सेकेन्ड छ है। 55 5 सेकेन्ड 5 सेकेन्ड भयो अन्त फेरि। ल 4 मिनट भयो साथी। मलाई पछि पठाऊ ल। म गरिदिन्छु। सेभ गरेर त ल भयो नि। आउँछु त यत्रो